सर हुनुहुन्छ, म पनि छु यता। हामी र्यालीमा छौँ। हामी चाहिँ लुम्बिनी पार्क हेर्न गइरहेछौँ। एकदम विन्डी छ। अरू स्टेटमा स्नो भइरहेछ। नर्थ क्यारोलाइनामा चाहिँ एकदम ब्युटिफुल सनी डे बट लिटल चिलिङ छ। ल जाउँ है त। यादव सरको गाडीमा गइरहेछौँ। यादव सरको नयाँ गाडीमा टक्क। लेट्स गो है। फाइनली यहाँ आइसकेका छौँ यादव सर र म। अब हामी चाहिँ मेन इन्ट्रान्समा छिर्दैछौँ। यहाँको के रहेछ त यहाँको बाटो यो चाहिँ मेन मन्दिरको एरिया भयो। अनि यहाँ चाहिँ सम्पूर्ण डोनेट गर्नेहरूको फोटोहरू रहेछ राखेको त्यो बेलामा जब बिल्ड हुँदाखेरि। अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ यहाँ काठमाडौँ बनाउने यो जुन हातमा तरबार लिएर बसेको स्ट्याचु मञ्जुश्री हुनुहुँदो रहेछ होइन, जुन चाहिँ रमाइलो लाग्यो हेर्दाखेरि। यो चाहिँ भित्रको इन्ट्रान्स हो, बिग स्ट्याचु। हाम्रो यादव सर चाहिँ यहाँ यसो के रहेछ यो भनेर चाहिँ यसो ट्राई गर्न खोज्दै हुनुहुन्छ हाम्रो यादव सरले। अनि त्यसपछि हामी यसरी बाहिर आयौँ। यहाँ बाहिर चाहिँ एकदम रमाइलो ल्यान्डस्केप होइन, अनि लुम्बिनी जस्तै भाइब्स आउने टाइपको रहेछ। यो चाहिँ एक्चुअली इट्स बिल्ड बाई भियतनामिज रेफ्युजी एन्ड पिपलले चाहिँ बिल्ड गरेको रहेछ यो ठाउँ 1980s मा। जब चाहिँ 1969 मेरो गेस अनुसार चाहिँ 1969 पछि भियतनाम वार पछि चाहिँ रेफ्युजी आएर चाहिँ यहाँ सेटल डाउन भएर चाहिँ यो सबै बनाएको रहेछ होइन। यहाँ चाहिँ हामीले धेरै राम्रो बुद्धको भित्र भर्खर देख्यौँ, मेडिटेट पनि गऱ्यौँ हाम्रो यादव सर र हामी चाहिँ। अब यहाँ चाहिँ यो एरिया चाहिँ एकदम रमाइलो छ यहाँ। अनि यहाँ चाहिँ एकदम ठुलो एरिया रहेछ, कति 12 एकर्स ल्यान्ड 1986 मा बनेको रहेछ यो। अब यहाँ चाहिँ धेरै डोनेट गर्ने मान्छेहरूको पनि नामहरू त्यहाँ माथि लिस्ट गरेको देखियो। अनि यहाँ चाहिँ इन्ट्रेस्टिङ फ्याक्ट नेपालसँग रिलेटेड एउटा इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ मञ्जुश्रीको पनि स्ट्याचु देखियो त्यहाँ। मञ्जुश्री जुन चाहिँ काठमाडौँ भ्यालीलाई काटेको मञ्जुश्री बुद्धिस्ट, त्यो पनि देखियो, विच इज भेरी इन्ट्रेस्टिङ। त्यही नै होला। आइल सी यु गाइज इन लेटर। यो चाहिँ इन्ट्रेस्टिङ कुरा, यहाँ चाहिँ भगवान् गौतम बुद्धले चाहिँ टुपी काटेको एउटा स्ट्याचु छ होइन। यसको चाहिँ रिजन के हो भन्ने कुरा चाहिँ यहाँ मजाले खुलाएको रहेछ होइन। अब अनि यो प्लस रिसर्चमा चाहिँ अब गौतम बुद्धलाई चाहिँ हि वान लिभ इन नर्मल लाइफ होइन। प्रेस्ट अर अलिकति विद्वान मान्छेहरू अथवा राजकुमारहरूले चाहिँ यस्तो कपाल पाल्ने त्यो बेलाको चलन थियो है। अनि उहाँलाई चाहिँ कपाल काट्छु म, नर्मल मान्छे हुन्छु भनेर चाहिँ जस्ट कट हिज हेयर लाइक दिस होइन। त्यो पोर्ट्रे गरेको रहेछ यहाँ चाहिँ। दिस इज भेरी इन्ट्रेस्टिङ। यो चाहिँ अर्को स्ट्याचु छ, यो चाहिँ मैत्रेय द फ्युचर बुद्ध भन्ने रहेछ। हि इज बेसिकली known for the Buddha of future, and this is sleeping Buddha. So Buddha and his disciples has traveled across the different places,
And after 49 years of the like serving for his disciples, traveling and teaching, so he finally ended up in one hammock, sal tree ma चाहिँ he sits कुशीनगरमा चाहिँ उहाँको चाहिँ 80 इयर्समा चाहिँ मृत्यु भएको हो. सो त्यसको चाहिँ रिफ्लेक्सन्स जस्तो छ यो चाहिँ कुशीनगर, इन्डियाको कुशीनगरको पोट्री गरिएको छ है. त्यही यो चाहिँ बुद्धले चाहिँ बोध गयामा चाहिँ मेडिटेट गरेको पोट्रे हो यो है, विथ हिज डिसाइपल्स अन द साइड. यो चाहिँ प्रिन्स सिद्धार्थ 6 वर्षसम्म चाहिँ आफ्नो लाइफस्टाइल छोडेर चाहिँ यसरी बोध गयामा चाहिँ फर 49 डेज चाहिँ बोध गयामा मेडिटेट गरेको. लगभग यहाँको सबै कुराहरू ओभरअल हेरिरहेको छौँ. हामी नेक्स्ट स्टप यो लोटसको हेर्छौँ है त. ल हामी चाहिँ इट वाज अ गुड ट्रिप. र्यालीको लुम्बिनी र भियतनामिजहरूको चाहिँ एउटा यो प्लेसमा चाहिँ आयौँ हामी होइन, मन्दिर. इट वाज फन, रमाइलो कुरा, धेरै कुरा सिक्यौँ यहाँबाट. यो कुरा चाहिँ अब हामी सबैलाई चाहिँ युट्युबमा राखेर चाहिँ सेयर गर्दैछौँ है त. ल सी यु अल.